हेलो एभ्रिवान, जय मसी सम्पूर्णमा। आजको दिन मैले तपाईँहरूको बिचमा चाहिँ एउटा गम्भीरताको विषय लिएर आएको छु। आज हामी संसारमा रहेर धेरै कुराको चिन्ता र फिक्री गरेका छौँ, तर के वास्तवमा हामीले चिन्ता र फिक्री गर्नुपर्ने कुराहरूलाई गरेका छौँ? छैनौँ। किनभने हामीलाई धेरैलाई एउटै सम्झना छ कि संसारमा रहिसकेपछि धन सम्पत्ति रुपियाँ पैसा कमाउनुपर्छ, अनि बिना पैसा रुपियाँको हामी शान्तिको जीवन चाहिँ जिउन सक्दैनौँ भन्ने हाम्रो भनाइ छ। तर याद गर्नुहोस्, हामीले कतिौँ पटक वचनहरू सुनेका छौँ। वचनले हामीलाई जहिले भन्दछ कि हाम्रो शरीरको लागि चाहिँ हाम्रो आँखा चाहिँ ज्योति हो, होइन? जसरी हामी आँखाले देख्न सक्छौँ, आजको दिनमा हाम्रो धन सम्पत्ति रुपियाँ पैसा महल चिल्ला गाडी, होइन, आफन्त भन्ने कुरा हाम्रो जब आँखाले देख्न सक्ने भएको हुनाले चाहिँ हामीले सबै कुराको मोललाई थाहा छ, आफ्नो शरीरको मोल पनि थाहा छ। यदि हामी हाम्रो आँखाले देख्न सक्दैनौँ, यदि हामी आँखाले देख्न सक्दैनौँ भने हाम्रो जीवन के छ? अँध्यारो हुन्छ, अनि अँध्यारो जीवनमा हामीलाई केही कुराको मोल थाहा हुँदैन। त्यसैले आजको दिनमा म तपाईँहरूमा यही विषयमा भन्दैछु कि हामी कतिौँ भागदौड गरेर हामीलाई के फाइदा हुन्छ? हो, हामीले धन सम्पत्ति रुपियाँ पैसा कमाउँछौँ, हामीले आफूलाई प्रशस्त धन सम्पत्ति कमाएर राख्छौँ, तर के भोलिको दिनमा जब हामीलाई कुनै आपत पर्छ अथवा हामी अशान्तिको जीवनमा पुगिसकेपछि के हाम्रो त्यो धन सम्पत्ति पैसा रुपियाँले शान्ति किन पाइन्छ? पाइँदैन। त्यसैले आजको दिनमा होसियार रहनुहोस् कि हामीले शान्तिको जीवन कहाँ पाउँछौँ? केवल मात्र हाम्रो प्रभुमा। त्यसैले हाम्रो प्रभुले हामीलाई जुन कुराहरू सिकाउनु भएको छ त्यो कुरालाई हामी आज फलो गरौँ। वचन हाम्रो साथमा सधैँ रहनुपर्छ र परमेश्वर सदा सर्वदा हाम्रो माझमा हुनुपर्छ। किनभने जसरी हामीलाई संसारको शारीरिकको निम्ति जसरी भोजनको आवश्यक छ, त्यसै गरी हाम्रो आत्माको लागि चाहिँ परमेश्वरको वचनको आवश्यक छ। त्यसैले हामीले वचनलाई याद गरौँ, वचनलाई फलो गरौँ। जसरी हामी सोच्छौँ धन सम्पत्ति पैसा रुपियाँ कमाउनु आवश्यक छ मान्छेलाई देखाउनको निम्ति, मान्छेको बिचमा खडा हुनको निम्ति, त्यसरी नै हामीलाई भोलिको दिनमा परमेश्वरको राज्यमा खडा हुनको निम्ति चाहिँ परमेश्वरको जीवित वचन चाहिँ हामीलाई चाहिन्छ। त्यसैले याद गर्नुहोस् प्रियहरू कि आज हामी धन सम्पत्ति रुपियाँ पैसामा नभागौँ। हो, कमाउनु पर्छ, तर पहिलो प्राथमिकता हाम्रो परमेश्वरलाई दिउँ। जब हामी परमेश्वरलाई पहिलो ठाउँमा पहिलो स्थानमा राख्छौँ अनि त्यसपछि हामीले कमाएको धन सम्पत्ति मात्र हाम्रो हो। किनभने भोलिको दिनमा परमेश्वरको राज्यमा हामी गइसकेपछि जब परमेश्वरले हामीलाई उहाँको राज्यको निम्ति हामीले के कमायौँ भन्दाखेरि हामीले के भन्ने? संसारमा हामीले घर बनायौँ, संसारमा हामीले छोराछोरीको निम्ति धन सम्पत्ति दियौँ भन्ने होइन, तर परमेश्वरको बिचमा त्यो दिन चाहिँ हामीले त्यो वचन दिनुपर्छ जुन वचन चाहिँ परमेश्वरले हाम्रो निम्ति दिनुभएको छ। आजको दिनलाई हामी याद गरौँ, परमेश्वरद्वारा नै पाएको यो जीवित